फाइनली माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि बिक्री खुला गरेको आइपिओको चाहिँ बाँडफाँड सम्पन्न भएको छ भने आउनुहोस् कहिले यो तपाईँको डिमान्डमा आएर लिस्टिङ हुनेछ, यसले चाहिँ कति सम्भावित फाइदा दिन सक्छ होला, कतिजनाले यो आइपिओ प्राप्त गर्नुभयो होला। आउनुहोस् आजको भिडियोमा सम्पूर्ण चर्चा गरौँ भने हजुरहरूलाई स्वागत छ पैसाको पारख युट्युब च्यानलमा, जहाँ हर पल हर समय आइपिओ या फिओ फाइनान्स र सेयर मार्केटसँग सम्बन्धित ताजा र महत्त्वपूर्ण अपडेटहरू छुट्टो मिठो लिएर आइरहेकी हुन्छौँ। यस्तै अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ पक्कै पनि नबिर्सिनु होला। भने साथीहरू, यस कम्पनीको नेटवर्थ रहेको छ 106 रुपियाँ 84 पैसा भने अर्निङ पर सेयर चाहिँ 5 रुपियाँ 13 पैसा चाहिँ रहेको छ भने यस कम्पनीको चाहिँ फन्डामेन्टल स्ट्याटस चाहिँ राम्रै चाहिँ रहेको देखि नै रहेको छ। भने यस कम्पनीले बिक्री खुला गरेको आइपिओमा चाहिँ 28,95,794 जनाले आवेदन दिनु भएको थियो भने जसमध्ये 1,42,760 जना भाग्यशाली व्यक्तिहरूले चाहिँ 10 किताब प्राप्त गर्न सफल हुनुभएको छ। भने हजुरहरूले अहिलेसम्म आइपिओको रिजल्ट चेक गर्नुभएको छैन भने मैले डिस्क्रिप्सनमा लिङ्क राखिदिएको छु, त्यहाँबाट चेक गर्न सक्नुहुनेछ। भने मेरो सेयर एप्लिकेसनमा चाहिँ 24 आवर या त 48 आवर पछि मात्र तपाईँको त्यहाँ रिजल्ट देखाउने भएर अहिले चाहिँ भेरिफाई नै देखाइरहेको हुन्छ। त्यही भएर तपाईँहरूले चाहिँ सिडिएससीको आइपिओ रिजल्ट वेबसाइटबाट चाहिँ तपाईँ चेक गर्न सक्नुहुनेछ, त्यहाँ चाहिँ एकदम छिटै देखाउने गर्छ। भने हजुरहरूलाई परेको परेन कमेन्टमा बताउन पक्कै पनि नबिर्सिनु होला। भने यस कम्पनीले बिक्री खुला गरेको आइपिओ चाहिँ हजुरहरूलाई परेको छ भने यसको पहिलो कारोबार मूल्य 100 रुपियाँदेखि 300 रुपियाँको बिचमा चाहिँ रहनेवाला छ। भने पक्कै पनि 300 रुपियाँ कारोबार सुरु भयो भने पनि हामी त फाइदामा नै रहनेवाला छौँ। भने 500 देखि 800 त इजिली यो पनि पुग्न सक्ने कम्पनी त रहेकै छ। भने यसको हाई प्राइस कति जति पुग्छ जस्तो लागेको छ हजुरहरूले, कतिसम्म चाहिँ यसको चाहिँ हाई प्राइसमा चाहिँ तपाईँहरूले बेच्ने सोच्नु भएको छ कमेन्टमा बताउन नबिर्सिनु। भने अबको छिटोमा 10 देखि 15 दिन र ढिलोमा चाहिँ 20 देखि 25 दिनभित्र चाहिँ यो लिस्टिङ भएर चाहिँ कारोबारमा आउनेवाला छ।